सबैले सब्स्क्राइब गरिदिनु होला हाम्रो विजय साङबाङ राईको युट्युब च्यानल। धन्यवाद। हाम्रो साराको लाइभ तपाईको युट्युबबाट हेर्न सक्नुहुन्छ। अङ्ग ड्रेस मिलाउ है ड्रेस मिलाउ। ड्रेसिङ ल सेवा सेवा ड्रेसिङ ल्याएर मात्र है यो। सेवा नानी सेवा सेवा माइजो। हजुर हुन्छ हुन्छ। हजुर हजुर याबाजी पट्टि हो सेवा बाङ्गा र अहिले पनि जति गीत बजिरहेको छ उहाँकै सचेत उहाँकै शब्द रचनाहरू गीतहरू हामीले बजाइरहेका छौँ। किन भन्दा हामीले गीतले पनि सङ्गीतले पनि सेवा सबैजना मान्छेलाई जिउँदै दिन्छ। सङ्गीत भनेको यस्तो चिज हो होइन दुईवटा है मदनले दुईवटा ल्याउँदैछ। एउटा मैले लिएँ एउटा उनीहरूले मदनले ल्याउँदैछ। सङ्गीतले पनि जिउँदानु खोज्यो भाइ हामीलाई सेवा सबैले सब्स्क्राइब गरिदिनु होला हाम्रो विजय साङबाङ राईको युट्युब च्यानल। धन्यवाद। हाम्रो साराको लाइभ तपाईको युट्युबबाट हेर्न सक्नुहुन्छ। हामीले त्यो पढ्न सक्छौँ। हाम्रो देशले पनि सहयोग गरेको बुढा चाहिँ गद्दारी काम गरेको थियो आज। सेवा सबै हजुर मामा बाङ्गा ड्रेस मिलाउ है ड्रेस मिलाउ। ड्रेसिङ ल सेवा ल्याएर मात्र है यो। सेवा नानी सेवा माइजो। हजुर हुन्छ हुन्छ। हजुर हजुर याबाजी पट्टि सेवा
राखेर प्रमुख अतिथि हाम्रा नगरपालिका महानगरपालिकाका प्रमुख संस्थाज्यू सम्पूर्णले तालीले सम्मान जनाउनको लागि हार्दिक हार्दिक
आजको कार्यक्रमलाई म सञ्चालन गर्न गइरहेको छु। आज मेरो बेकार तथा अन्तर्क्रिया कार्यक्रमलाई समावेश गरिदिनका लागि किराँत राई आयोगका नगर समितिका कार्यवाहक अध्यक्ष रञ्जित राईज्यूलाई समावेश आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरी आजका प्रमुख अथवा आजको केन्द्रबिन्दु प्रमुख अतिथि यहाँलाई थाहा भइसकेकै हुनुपर्छ। हाम्रो पूर्वी धरानबाट श्रमको एउटा शान्ति सुरु गर्नुभएको छ। जुन क्रान्ति आज हिमाल तराई पाहाड हुँदै देशसम्म पनि यात्रा छ। होइन त त्यो एकछिनमा जाँदा हुँदैन भनेको होइन 1 लाख खुवाइहाल्नुपर्छ भन्छ अब पर्खेको कामै दिएन होइन यो पनि यत्रो पर्खेको त ल्याउनै पर्ने हो। ठिकै 12:30 बजी त भन्दै यो भिडले अलिकति यो तारहरूलाई नछुइदिनु होला हाम्रो भाइ बहिनी नानीहरू। त्यहाँनिर तार छ, तारलाई हेरेर त्यहाँनिर पानी दिदीको र मैले भनिरहेको थिएँ आजको नामहरू प्रवेशद्वार पूर्वपट्टि गेटमा रहेको छ। उहाँ हामीले वृक्षारोपण गरेर आजको सभालाई सफल उद्घाटन गर्ने कार्यक्रम भएको छ। हाम्रा सदस्य रमेश राईजी कता छ त्यसै गरेर हाम्रा भद्रपुरबाट पाल्नुभएका किराँत राई नदीले पनि एउटा केही हुँदैन भनेर चाहिँ उहाँले सन्देश दिएर धमकमा पनि जानुभएको छ। अब यहीँदेखि हामीले सुरु गर्नुपर्छ, ठाउँमा वडा वडामा चाहिँ सुरु गर्नुपर्छ भन्न चाहन्छु। अब यहाँ खाली गरिदिउँ त अलिकति बाटो खोलिदिउँ बाटो खोलिदिउँ बाटो पानी र यहाँ हाम्रा चेली समिता राईज्यूले पनि वृक्षारोपण गर्दै हुनुहुन्छ। उहाँ हाम्रा हर्क साङसाङज्यू र समिता राईज्यूले किराँत राई आयोगका दमकमा वृक्षारोपण गरेर उहाँले उद्घाटन गरिरहनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद र सारा विश्वबाट जो हेरिरहनु भएको छ मेरो लाइफमा यसरी नै बिरुवा पनि रोप्नुपर्छ भनेर यहाँहरूलाई म सन्देश दिन चाहन्छु। उहाँले सुरुवात कालमा 6 लाख रोपेको थियो, तर अहिले बढेर 25 लाख अर्क साङबाङ राईले उहाँले बिरुवा रोप्नु भएको छ। त्यसरी नै हामीले वन जङ्गललाई तयारी गरौँ। ल अगाडि जाउँ स्टेजमा। अब स्टेजमा अर्क साङपाङले बिरुवा रोप्दैछ, केटाकेटी भोकेर खाजा खाँदैछ। सबै कुरा राम्रो छ। डोनट चाहिँ अलिकति चाम्रो हिजो भनेर डोनट यस्तो टोकेर तन्काउनु पर्छ भन्दै थियो। यहाँ घाँटीभित्रै अड्क्यो। एक नम्बर उहाँलाई सम्मान गर्नको लागि प्रमुख अतिथि हर्कराज साङबाङज्यूलाई म हार्दिक अनुरोध। कुमार साङबाङ राईज्यूलाई पनि
ड्यासमा आइदिनलाई म अनुरोध गर्दछु। उहाँ हुनुहुन्छ कुमार सानपाङ राई, युवा अभियानकर्ता। आफ्नो विरोधीहरूलाई उहाँ आवेगमा आउनुहुन्छ र म टोकेरै मार्छु भन्ने पनि अभिव्यक्ति दिनुहुन्छ। यस्तो कडा फोनको साथ हामीमाझ उहाँ प्रस्तुत हुनुहुन्छ। उहाँ हुनुहुन्छ कुमार राईज्यू। मैले समकदेखि चाहिँ सम्मान पाएको भयो, श्रम धेरै धेरै नमन छ भन्ने चाहन्छु र पार्टीभन्दा र जातिभन्दा माथि उठेर सहयोग गर्न चाहन्छु मेरो श्रम साथीहरूमा हार्दिक अभिवादन टक्राउँछु र मैले लामो कुरा गर्दिनँ। समाजमा परिवर्तन र विकास दुई कार्यको कारण हुन्छ, एउटा प्रकृति, एउटा मानव। समाजमा प्रकृति र मानव दुईटा कार्यको कारण विकास हुन्छ। अनि सामाजिक परिवर्तनको विकास दुईतर्फे छ, दुईतर्फ अन्तर सम्बन्ध, प्रकृति र मान्छेको बिचमा अन्तर सम्बन्ध, अन्तर्क्रिया, अनि मान्छे र मान्छेको बिचको अन्तर्क्रियाबाट समाजमा विकास हुन्छ। अनि मानव समाजको स्वभाव, मानवको स्वभाव जैविक छ र यसको चाहिँ अर्को स्वभाव सामाजिक छ। मान्छे जैव सामाजिक प्राणी हो, सामाजिक प्राणी मात्रै होइन। यहाँ कार्यक्रम छ भन्ने लागेर मेरा बिरुवाहरू म एउटा चाहिँ बुढोपाको मेरा भाइ छोराहरू अगाडि बढ्दैछन् भनेर म हौसला बोकेर यहाँ चाहिँ अझ थप हौसला र ऊर्जा दिनको निम्ति म यहाँहरूको बिचमा आइपुगेको हुँ। र एउटा सानो गीत चाहिँ छ, यहाँहरू सुन्नु होला। रस रसैमा धरतीको मायालाई मनमा साँचेर छुटिएका साथीको माया बोकेर दुनियाँकै मायाको रस रसैमा गीत गाउँदै जमाका मिनी बसैमा, गीत गाउँदै जमाका मिनी बसैमा टुक्रायो दुष्टले हामीहरूलाई, टुक्रायो दुष्टले हामीहरूलाई, एउटै आमाका नानीहरूलाई टुक्रिँदैन आत्मा हाम्रो गाउँको सीमाले, जात धर्म पार्टी। ल सबैजनालाई हार्दिक नमस्कार छ। आज यो भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन मैले मान्नुपर्ने अतिथिगण, यो कार्यक्रमलाई आयोजना गर्नुहुने सम्पूर्ण आयोजक टिमका सरहरू, म्यामहरू, दाजुभाइ दिदीबहिनीहरू, सबै महानुभावहरू, विभिन्न संस्थाबाट पनि आउनुभएको छ जस्तो मलाई लागेको छ। संस्थाबाट पाल्नुहुने सम्पूर्ण प्रतिनिधिहरू, यो साकेला स्थान उपलब्ध गराइदिनु हुने यो साकेला स्थानका व्यवस्थापकज्यूहरू, साकेला सिडी प्रदर्शन हुँदै थियो अघि म आउँदाखेरि, साकेला सिडी प्रदर्शन गर्नुहुने सम्बन्धित यात्रा याखाका कार्य समिति, कलाकार सम्पूर्ण, रानबाट मैसँगै आउनुहुने दाजुभाइ दिदीबहिनीहरू र उपस्थित सम्पूर्ण दमकमा हल्का साम्पाङ भन्ने मान्छे कस्तो रहेछ, के भन्दो रहेछ त्यो केटाले भनेर एउटा जिज्ञासाका साथ यहाँ आएर अघिदेखि पर्खिराख्नुहुने, मैले त्यहाँ हतार पनि गर्नु लाउँदै थिएँ होइन, अलिक मैले बोल्नुपर्ने नै हुन्छ, अनि छिटछिट गरौँ है भन्दै थिएँ। अघिदेखि घन्टौँ भइसक्नु होला यहाँ उभिएर तपाईँहरूले चाहिँ नि हामीलाई सुनिराख्नु भएको छ। सम्पूर्ण आदरणीय अभिवादन, सेवा, नमस्कार भन्न चाहन्छु। अब थुप्रै कुराहरू छन् छँदै, तर भनेर साध्य छैन। एक दुईवटा कुराहरू मुद्दागत रूपमा मैले यहाँलाई सुनाउनुपर्छ। तीका धेरै जिज्ञासाका साथ आउनुभएकोमा सर्वप्रथम म धन्यवाद दिन चाहन्छु सबैलाई।
म एउटा कविताबाट सुरु गर्छु, बिचमा गीत पनि सुनाउँछु जस्तो लाग्छ है। गायकै हो म, बजारमा चाहिँ नचलेको, फेसबुकमा चाहिँ खुब चलेको फेरि गायक। अघि बिहान मात्रै एउटा मैले रिलिज गरेको थिएँ, थुप्रो हिट भइराखेको छ। मेरो पेजबाट मात्रै हेरेको त 1200 त सेयर मात्रै रहेछ है। ल ध्यान दिएर सुन्नु है, नबोलिकन। सधैँ भेट हुँदैन, भरे भोलि भेट भएको भात हल्ला गर्दा हुन्थ्यो। एउटा सानो कविता जस्तो है, अलि अगाडिको भयो कि नपोर्टी भएको है। ल प्रकृति जस्तो बन तिमी विभेद गर्न नजान्ने, संस्कृति जस्तो बन तिमी सबैलाई आफ्नो ठान्ने। प्रकृति जस्तो बन तिमी विभेद गर्न नजान्ने, संस्कृति जस्तो बन तिमी सबैलाई आफ्नो ठान्ने। मान्छे बन तिमी हो 21औं शताब्दीको मान्छे, असल प्रविधि बन तिमी प्रकृति र संस्कृतिलाई जोड्ने। अरूलाई कुल्सेर आफ्नो उचाइ बढाउने कुरीतिको अन्त्य गर तिमी, अरूलाई रुवाएर हाँस्ने चलनको अन्त्य गर। समाजको मात्रै नभएर यो पृथ्वी र ब्रह्माण्डको विविधता भित्रको आफ्नो र सबैको अस्तित्व नाता बुझ तिमीले। प्रकृति जस्तो बन तिमी विभेद गर्न नजान्ने, संस्कृति जस्तो बन तिमी सबैलाई आफ्नो ठान्ने। मान्छे बन यो 21औं शताब्दीको असल प्रविधि बन तिमी प्रकृति र संस्कृतिलाई जोड्ने। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो कविताले भन्न खोजेको कुरा मैले बुझाइराख्नुपर्छ जस्तो मलाई लाग्दैन, स्पष्ट छ। हामी संस्कृति जस्तो बन्नुपर्छ, सबैलाई आफ्नो ठान्ने। संस्कृतिले कसैलाई चाहिँ पर ढकेल्दैन है, त्यसले सबैलाई अँगाल्छ। यो खालको मान्छे बन्नुपर्छ भन्ने अभियान हामीले चलाइराखेका छौँ। यहाँहरू सबैजनालाई म त्यो बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। श्रमको मात्रै कुरा गर्ने, खालि पेन्सा र तपाईँको गैँतीको मात्रै कुरा गर्ने, पसिना काट्ने कामको मात्रै कुरा गर्ने भन्ने कुरा होइन। म सबैजनालाई बुझ्नका लागि अनुरोध गर्न चाहन्छु। हामीले गरिरहेको श्रम अभियानको विशेषता भनेको विभेद रहित समाजको निर्माण हो। त्यो श्रम अभियानमा हामीले एउटा ठुलो भाँडामा भात पकाइखान्छौँ। हामीले पकायो कि तपाईँले पकायो कि बाहुनले पकायो कि छेत्रीले पकायो कि राईले पकायो कि लिम्बूले पकायो, मगरले पकायो कि तामाङले पकायो भन्ने वास्ता हुँदैन। कसले कुन जातको मान्छेले पस्केर त्यो पनि वास्ता हुँदैन। बाहुनले थापेर खान्छ है, छेत्रीले थापेर खान्छ, राईले थापेर खान्छ, सबैले थापेर खान्छ। त्यो खालको विभेद रहित समाजको सिर्जना हामीले श्रम अभियानबाट गरिरहेका छौँ। मलाई थाहा छ दमक होइन, यो देशको एउटा नमुना सहर हो। कसरी नमुना सहर हो भन्दाखेरि यहाँ सबै जात जातिका मानिसहरू, सबै धर्मावलम्बीहरू मिलेर बस्नुभएको छ। सयौं थुङ्गा फुल्का हामी एउटै माला नेपाली होइन भनेर अघि भर्खर हामीले चाहिँ शहीदहरूको स्मरण पछाडि गायौँ। त्यो सयौं थुङ्गा फुल्का हामी एउटै माला नेपाली भनेको के हो त? गीत मात्रै हो त? खालि गीत भनेको गीतै मात्रै हो त? होइन। म सबैजनालाई भन्न चाहन्छु, म चाहिँ कस्तो मान्छे भने म गीत सुन्छु, मनले सुन्छु, गीत गाउँछु, मनले गाउँछु। भाषण गर्न जान्दिनँ, नेपालमा भाषण गर्न नजान्ने मान्छे म। जे बोल्छु मनमा जे आउँछ त्यो बोल्छु है। हामीले मनले गायौँ त त्यो गीत कि त्यसो गरेर सानो ढुङ्गा फुल्का हामी केटाकेटीले जस्तो गायौँ त? त्यसको अर्थ बुझेनौँ हामी वयस्क होइन, बुढो भइसकेको मान्छेले। केटाकेटीले त नबुझ्न ठिकै छ है, हामीले बुझ्नु जरुरी छ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेको सयौं प्रकारका फुलहरूका एउटै होइन तपाईँको चाहिँ माला नेपाली हो हामी। त्यसो भएको कारणले गर्दाखेरि त्यो एउटा साझापनमा हामीले विश्वास गर्छौँ। यो श्रमदानको तपाईँको चाहिँ हाम्रो एउटा विशेषता पनि हो। म सबैजनालाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो श्रमको बारेमा यहाँले धेरै कुराहरू मैले भन्दा धेरै यहाँ भनिदिनु भयो। अघि कलाकारज्यूहरूले साकेला सिली भनेको श्रम हो। त्यो सिलीमा हेर्नुहोस्
धान रोपेको, धान काटेको, घाँस काट्न गएको होइन, यस्तै कर्मको छैन तपाईँको अनुकरण, त्यो चाहिँ त्यहाँनिर प्रदर्शन देखिन्छ। त्यहाँ त्यो साकेला सिलीले श्रम गर शब्द बिनाले कलाले श्रम गर भनेर मलाई चाहिँ भनिरहेको जस्तो मलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि श्रममा विश्वास गर्छु म, र श्रममा विश्वास गरौँ हामी, र श्रम र श्रमदान दुईटा कुराको अर्थ हामीले बुझौँ। श्रम भनेको पेटको लागि गर्ने चिज हो, श्रमदान भनेको देशको लागि गर्ने चिज है। श्रम भनेको पेटको लागि गरिन्छ, आफ्नो घर परिवारको लागि गरिन्छ, आफ्नो जीविकोपार्जनको लागि गरिन्छ भने श्रमदान भनेको चाहिँ देशको लागि गरिन्छ। बोल्नु लाग्नु सक्छ। त्यसले गर्दाखेरि मैले भन्दै थिएँ हामीले श्रम गरौँ, श्रमदान पनि गरौँ है। तर हाम्रो नेपाली समाज चाहिँ कस्तो भइदियो भन्दाखेरि श्रम गर्ने मान्छे सानो होइन, गफ गर्ने मान्छे ठुलो। राम्रो गफ गर्यो भने त्यो चाहिँ मान्छे ठुलो सिम्पल बाठा रहेछ भने, काम गर्ने मान्छे चाहिँ सानो, त्यो केही नजान्ने भनेर हेला गर्ने। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु अब हामी सबै मिलेर यो समाजको सोच विचार चाहिँ, समाज भनेकै तपाईँ हाम्रो सोच विचार हो, यसलाई परिवर्तन गर्नुपर्छ। मिठो गफ गर्ने मान्छे हो भन्दा होइन, मेहनत गर्ने मान्छे, काम गर्ने मान्छेलाई सम्मान गर्नुपर्छ। त्यसतर्फ चाहिँ हामीले समाजलाई लैजानुपर्छ भनेर पनि म सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब भर्खर लाइन गयो, प्रधानमन्त्रीज्यूको निवास पनि यतै छ अरे भन्ने सुने मैले यहाँ खुसुक हो। म मिडिया मार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, प्रधानमन्त्री तपाईँको चौकमा लाइन गइराखेको छ है, अहिले आधी घन्टा पर्खेर आयो, फेरि गइहाल्छ, लाइन पनि भइराखेको, अलिक लाज पनि हुनुपर्छ होइन। हाम्रो धरानमा त जाँदैन कि जान्छ, गयो भने घेरिहाल्छ, मैले दिइहालेँ। अब यो लाइन जाने कुरामा के भन्ने होला र त्यो तपाईँलाई थाहा छँदैछ, किन गइराखेको छ होइन, कसरी गइराखेको छ भन्ने बारेमा। अब भ्रष्टाचारले गर्दाखेरि चाहिँ अब देश एकदम जीर्ण अवस्थामा पुगिराखेको छ होइन, निप्न लागेको दीप जस्तो भएर चाहिँ हामी बाँचिराख्नु परेको छ। जाडाको जाडाको घाम भने जस्तो भइसकेको अवस्था छ, यसलाई पनि हामीले बुझ्न जरुरी छ। तर यो विषयमा म त्यति धेरै बोल्न चाहन्न। अब यो श्रमदान गर्ने टिम बनाऊ भनेर म यहाँ आएको, हामी यहाँ आएको, सुशासनका लागि पहल गर्ने, विचार गर्ने टिम, आवाज उठाउने टिम बनाऊ भनेर म यहाँ आएको। चेतना र पसिना, विचार र औजार, यो दुईटा कुराको क्रान्ति हामीले अब सुरु गरिसकेका छौँ। त्यो कुरामा तपाईँहरू जोडिनु होला। म तपाईँहरूलाई वचन दिन्छु, म तपाईँहरूलाई कहिले पनि ढुङ्गा हान्नको लागि बोलाउँदिनँ। मैले तपाईँहरूलाई जति बोलाउँछु त्यो यो देश निर्माण गर्नका लागि होइन, ध्वंसका लागि, बिगार्नका लागि, भड्काउनका लागि नभएर होइन, बनाउनका लागि, पसिना बनाउनका लागि र सकारात्मक परिवर्तन र सुधार ल्याउनका लागि म बोलाउँछु। तपाईँहरू आउनुहुन्छ यो अभियानमा? कतिलाई त लागेको होला म त पार्टीको लेभलको मान्छे ठुलो नेता भनिरह होला। छोडिदिनुहोस् होइन, मैले जे भनिराखेको छु, मैले भनेको मार्गमा यो देश तुरुन्तको तुरुन्त हिँडेन भने पछि थाहा है। 27 खर्ब लेख्न पनि आउँदैन होला कतिजनाले, 27 खर्ब होइन, 27 खर्ब विदेशी ऋण लिएर हिँडिरहेको मुलुक, कर्मचारीलाई तलब दिन नसकेर विदेशी ऋण लिएर कर्मचारीलाई तलब खुवाउँदै बाँचिरहेको यो मुलुक, यस्तो देशमा तपाईँ हामीले आफ्नो पाखुराको दममा विकास गर्नुपर्छ, श्रमदान गरेर विकास गर्नुपर्छ, विदेशी ऋण लिनु हुँदैन भन्ने एउटा अभियान हो हाम्रो श्रमदानको अभियान।
यो अभियानमा तपाईँहरू जोडिने हो कि होइन? नत्र ऋण लिएर भएको ऋण लिएर तपाईँको चाहिँ के अरे होइन गहना लगाऊ, ऋण लिएर लुगा लगाऊ, ऋण लिएर चाडबाड बनाऊ, तर त्यसरी दिन हाम्रो चाहिँ जीवन हाम्रो बित्दैन। म सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, हामीले यो श्रम अभियानमा अब म यो त त्यो नभनिकन एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, म त्यो भन्न चाहन्छु। र श्रमदानको अभियान र तपाईँको चाहिँ मैले भने चेतनाको अभियान, चेतना र पसिना, औजार र विचार, यो दुईटै कुराको अभियान हामीले सञ्चालन गर्नुपर्छ। अघि भर्खरै यहाँनिर चाहिँ स्वतन्त्र युवा समाजका चाहिँ एकजना सरै आएर बोल्दै हुनुहुन्थ्यो, बडो खुसी लाग्यो। उहाँ बिर्तामोडको हुनुहुन्छ कि दमकको हुनुहुन्छ हुनुहुन्छ, एकछिन म जाने बेलामा परिचय गर्दैछु उहाँसँग। त्यस्ता युवाहरू है, त्यस्ता युवाहरू अब चाहिँ यो त्यो नभनिकन विभाजनका पर्खालहरू टेकेर माथि उठेर अब हामीले एक भएर यो देशको चाहिँ रक्षाका लागि, यो देशको उन्नति प्रगतिका लागि, यो देशको उत्पादन र निर्माणका लागि अब हामी एक बन्नुपर्छ भन्ने आह्वान म गर्न चाहन्छु मञ्चबाट। होइन भन्नेतिर गइसक्यो, तर श्रमदानबाट गर्ने तपाईँको विकासमा भने त्यो हुँदैन। श्रमदानमा आउँछ त देशभक्ति हुन्छ। मैले तपाईँलाई टीका मान्छेलाई श्रमदानमा बोलाएँ भने देशको माया लागेर तपाईँ आउने, मेरो अनुहार मन पराएर आउने होइन है। र देशका लागि पसिना तपाईँले 15 दिन देशका लागि पसिना बगाएर हेर्नुहोस्, देशको माया तपाईँलाई 15 दिन अगाडि जति लाग्थ्यो त्योभन्दा धेरै गुणा धेरै तपाईँलाई चाहिँ देशको माया लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि म तपाईँहरू सम्पूर्णलाई श्रमदाता बन्नका लागि आह्वान गर्नका लागि पनि म यहाँ आज आएको है। 2-4वटा भाषण सुनाउने, यसो चाहिँ 2-4वटा कुराहरू सुन्ने भन्ने कुरा होइन, मैले तपाईँलाई बोलाउन आइरहेको। प्रशस्त तपाईँको चाहिँ आमदानी पब्लिकसँग भएको बजेट हो। त्यो बजेट भनेको के हो भन्दाखेरि बजेट भनेको ट्याक्स हो, तपाईँहरूलाई लगाउने ट्याक्स होइन। अब एउटा चाहिँ बेरोजगार मान्छे, बेरोजगार नेपाली जनतालाई कति ट्याक्स लगाउने त सरकारले? ऊ आफै बेरोजगार छ होइन। बिराम पर्यो भने तपाईँको चाहिँ भरे उसको एक्सरे गर्ने होइन, दबाई खाने पैसा छैन उसँग, अनि त्यो खालको मान्छेलाई कति ट्याक्स लगाउने सरकारले? त्यसले गर्दाखेरि म भन्न चाहन्छु, अब बजेट 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 भन्दै बजेट भन्ने कुराको आशामा पनि हामी बास गर्दैन। तपाईँ हाम्रो 2 हात नै हो बजेट। तपाईँसँग 2 हात छ? देखाइदिनु छ कि छैन? थोप्रो बजेट रहेछ, मैले थोप्रो बजेट देखेँ है। त्यो 2 हात भइन्जेलसम्म तपाईँ कहिल्यै पनि तपाईँको चाहिँ भोक र नाङ्गो हुँदैन, तपाईँ कहिले पनि तपाईँको चाहिँ गरिब होइन। म सबैजनालाई त्यो भन्न चाहन्छु। हामी त्यो भएको कारणले गर्दाखेरि चाहिँ चेतना सहितको विकास, यो श्रमदानले के गर्न सिकायो नेपालमा नेपालीलाई भन्दाखेरि अल्छी गरेर बसिरहेको थियो नि मान्छे, त्यसलाई चाहिँ काम गर्न सिकायो। अनि काम चाहिँ जस्तै काम गर्दाखेरि पनि सानो भइँदैन रहेछ भन्ने पनि सिकायो है। ढुङ्गा बुट्दा फेरि केही नहुने रहेछ होइन, के अरे माटो खद्दा पनि केही नहुने रहेछ भन्ने कुरा सिकायो। त्यसले गर्दाखेरि म सबैलाई भन्न चाहन्छु, जसरी साकेला सिलीले हामीलाई काम गर्न सिकाइरहेको छ मैले अघि भने, त्यसरी नै तर साकेला सिलीले चाहिँ भाषण गरेर गीत गाएर शब्दले बोलेर सिकाउँदैन, देखेर सिकाउँछ। त्यसरी नै तपाईँको चाहिँ हाम्रो श्रम अभियानले पनि हामीलाई काम सिकाइरहेको छ। हामीले चाहिँ यस्ता नानीहरूलाई, बालबालिकाहरूलाई हामीले श्रमको शिक्षा दिनुपर्छ। अब किताब पनि पढ, विद्वान पनि बन, इन्जिनियर पनि बन, डाक्टर पनि बन, पाइलट पनि बन, के बन्छौ बन, तर श्रमदान पनि गर। माटोदेखि नभाग, माटो भनेको मैला होइन होइन, यो देशको माटो हो, यो देश भनेको तिम्रो हो भनेर हामीले सिकाउनु जरुरी। म त्यो पनि भन्न चाहन्छु, सबैजनाले हामीले त्यो खालको होइन भूमिकामा रहौँ भन्न चाहन्छु। बोल लाग्यो होला, बोल लाग्यो, घामले पोल्यो। म पनि त्यहाँ आएर भाषण गरौँ कि जस्तो लागिरहेको है, किनभने साउदीमा मेरो दाजुभाइ चाहिँ यसको 10 गुणा गर्मीमा चाहिँ काम गरिराख्नु भएको छ कि, अनि म पनि त्यसरी राखिनु पर्यो भनेर बजारमा कुदिन्छु ढुङ्गा बोकेर है। तपाईँहरूलाई पनि पोल्यो होला आज कामले है, जति पोल्छ पोलोस्, रातो भएर जानु खरिलो। चाइना र इन्डिया आउनुपर्छ, चाइना र इन्डिया विकासमा।
है एमाले र कांग्रेस के जाति भनेर चाहिँ हामीले चाहिँ त्यो जाति हाम्रो होइन हाम्रो उद्देश्य भनेको चाइनालाई जितेर देखाउने हो चाइनालाई जितेर देखाउने हो विकासमा है विकासमा त्यो गर्न सक्छौं हामी के सक्दैनौं हो सक्छु भन्नुपर्छ हुन्छ भन्नुपर्छ सक्दिन र असम्भव भन्ने कुरा छँदै छैन है सक्छु भन्नुपर्छ हुन्छ भन्नुपर्छ अर्जुन दृष्टिका साथ हामी अगाडि बढ्नुपर्छ एकाबद्ध भएर एकाकार भएर दुईवटा नदीहरूको संगम पछाडिको मिलेर गएको चाहिँ एउटा साझा नदीको रूपमा हामी अगाडि बढ्नुपर्छ है पार्टीको जातिको धर्मको यसको त्यसको कुराले हामीलाई तितर बितर गराएर आज हामी एक ठाउँमा कहिले भेला हुँदैन हैन भेला कहिले हुन्छौं कहिले हुन्छौं थाहा छ कसैको बिहेमा जन्ती जाँदा अनि कोही मर्दा मलामीमा हैन अनि जन्ती र बिहे के रे मलामीमा मात्रै भेटेर देश बन्छ हिजो आज त तपाईको कुनै पार्टीमा छिरेन भने त मलामी पनि पाउँदैन रे भन्ने पनि आइराखेको छ गलत हो है गलत हो त्यसो भएको कारणले गर्दाखेरि अब त्यस्ता विभाजनका पर्खालहरू त्यस्ता विभाजनका विभिन्न खालका भङ्गालाहरूलाई हामीले अब बिर्सेर एक बन्नुपर्छ म सबैजनालाई त्यो विनम्रताका साथ अनुरोध गर्दै यहाँहरू सबैजना जो जति यो देश बनाउने टिममा देश जोगाउने टिममा है पसिना र चेतना औजार र विचार यो तपाईको चाहिँ अभियानमा जोडिन चाहनुहुन्छ तपाईहरुले नाम लेखाउनु होला म नेतृत्व गर्छु भनेर आउनु होला है म त यो देश बनाउन निस्केको मान्छे तपाईहरु देश बनाउन आएको हो यहाँ के भाषण सुन्नु मात्रै आउनु हो यो देश तपाईको हो जोडले भन्नुस् यो देश तपाईको हो फेरि भन्नुस् मैले सुनिन यो देश तपाईको हो यो देश बनाउने जिम्मा तपाईको हो यो देश बनाउने जिम्मा तपाईको हो तपाई सक्नुहुन्छ त यो देश बनाउन तपाई सक्नुहुन्छ यो देश बनाउन यदि त्यसो भने हामीलाई अब कसैले बिर्सेको है हामी यो विश्वमा यति धेरै काम गरेर देखाउनु पर्छ कि रातभरि पनि कामै काम दिनभरि कामै काम गर्नु जस्तो लाग्छ तर अहिलेसम्म भइसकेको चाहिँ छैन घरमा मात्रै ठुल्ठुलो लाइट पनि किन्दैछु राति गर्ने त्यहाँ त्यो भन्न चाहन्छु र यति भन्न चाहे र आयोजकलाई पनि हार्दिक धन्यवाद दिँदै तपाईहरु सबैजना त्यो टिममा आबद्ध भइदिनु होला प्रसादजी तपाईले भन्नु होला हैन सबैजना युवाहरु विशेष गरी म के रे आबद्ध हुनका लागि अनुरोध गर्न चाहन्छु र सबैजना है हामी सबै युवा होइन हैन प्रधानमन्त्रीज्यू त अझै सबै युवै हो भनेपछि हामी होइन त त्यसले गर्दाखेरि म सबै युवाहरुलाई जोड्नका लागि अनुरोध गर्न चाहन्छु यति भन्दै मेरो दुई शब्द थियो कि कतिवटा शब्द थियो जय अन्त्य गर्दछु नमस्कार छ जय होस् जय देश र हामीले मायाको चिनो प्रदान गर्नेछौँ र यो मायाको चिनो प्रदान गर्नको लागि आजका हाम्रा सभाध्यक्ष धनजित राईज्यूलाई म आदर गरम गर्दै लिइदिनुको हुनको लागि आजका प्रमुख अतिथि मेरो साथ भगरा साङपाज्यूलाई म हार्दिक अनुरोध गर्दछु नवीन दाजु थाहा हुन्छ यो हाम्रो त्यो रेजिस्टर ल्याइदिनु यता ल्याइदिनु तपाईँ दाजु त्यो रेजिस्टर ल्याइदिनु र सम्पूर्ण उपस्थित हाम्रो साथीहरू टिममा जोडिनु चाहने साथीहरू बसिदिनु होला तपाईँहरू प्लिज तपाईँहरूको हामी नाम र तपाईँको नम्बर यहाँनिर गर्नेछौँ रेजिस्टर गर्नेछौँ साथीहरू तपाईँहरू जोडिनु साथीहरू बसिदिनु